कटर कसरी तास्ने भनेर सिकाउँछु। कटरको तरकारी त सबैलाई मनपर्छ, तर यसलाई काटेर खान चाहिँ सबैलाई झेउ लाग्छ। सर्वप्रथम सानो पानी खोल्नुहोस्, पानी मुनि एउटा फैलो राखेर यसरी टक्क यसरी पानीको सानो धारो खोलेर यसरी राख्नुहोस्। त्यसपछि यो माथि पनि काट्दिनुस्, यो चोप जति हुन्छ यसरी पखाल्दै जानुस् अनि चट्ट पारेर यसरी पानीले पखाल्दै गर्दै जानुस्। चोप तपाईको आलु काटेको कि कटर काटेको भन्ने थाहै हुँदैन, र यति चाहिँ गर्नुपर्छ। यसरी चट्ट पारेर हेर्नुहोस् कति छिटो काटिन्छ। फेरि चोप पनि लाग्दैन, जसलाई चोपको डर छ खान साह्रै मन पर्छ, तर यो काट्नका दुःखले कटर खाँदैनन्। तर हेर्नुहोस् 30 सेकेन्डमा यो कटर ताछेर सिद्धिन्छ। अब बजारतिर बसेकालाई सानो देखियो होला, तर यो 1-1.5 किलोभन्दा बढीको छ। हेर्नुहोस् ठ्याक्क 1 मिनट पनि लागेन। अब यसमा केही पनि चोप छैन, मेरो हात हेर्नुहोस्, चक्कुमा पनि केही छैन। अब यसलाई पहिला 4 फ्याक पारिन्छ यसरी, हेर्नुहोस्। त्यसपछि फेरि यसलाई पनि अर्को फ्याक पारिन्छ, यो ठ्याक्कै आलु भयो। अब यसपछि त सबैले जान्नु भएको छ, तर पनि मैले यसलाई पिस गरेर देखाउँदैछु। पकाएर खान त सबैलाई मिठो हुन्छ, तर तास्न दुःख हुने। ल हेर्नुहोस्, हातमा पनि केही छैन, चक्कुमा पनि केही छैन। ल हस् त, धन्यवाद।